हेलो गाइस, यो आज मैले वायरलेस माइक्रोफोन सिस्टम एम्प्लिफायर लिएर आएको छु मैले हैन। दिस ब्रान्ड इज फ्रम फिनेक्स प्रो। लेट्स सी लाइक यसले कतिको क्लियर साउन्ड दिन्छ माइक्रोफोन यो जोड्दाखेरि कतिको साउन्ड आउँछ। मोस्टली हलहरूमा अब सानो सानो प्रोग्रामहरू हुँदाखेरि कतिको यसको राम्रो क्वालिटी छ भनेर म यो चेक गर्छु, रिभ्यू गर्छु। म यसको साउन्ड क्वालिटी यो भिडियोमा पनि हाल्छु, साउन्ड सुनेर थाहा पाएर बेस छ कि बेस छैन तपाईँले फिगर आउट गर्न। र म यो कार्टन खोल्छु अब, अनि के छ यो कार्टनभित्र सामान भनेर म देखाउँछु पनि। यो किन्दाखेरि चाहिँ के सामान आउँदो रहेछ त बक्सामा भनेर म त्यो पनि देखाइदिन्छु होइन। वाउ, ओके गाइस, यो केसभित्र चाहिँ आएको छ तपाईँलाई यो एम्प्लिफायर, यसको चार्जर, तपाईँलाई ब्याट्री दिएको रहेछ, अनि माइक्रोफोनहरू। गरौँ नै रहेछ, गरौँ छ माइक्रोफोन। क्वालिटी हेर्न सक्नुहुन्छ। माइक्रोफोनको पावर अन गर्ने यहाँ मुनि रहेछ, अनि यहाँ सानो डिस्प्ले छ, यहाँ देखाउँछ कुन च्यानल हो, ब्याट्री कति छ भनेर। सो माइक्रोफोनको यो ब्रान्डको नाम चाहिँ फिनेक्स प्रो। यसै गरी मसँग 4टा माइक्रोफोन छ होइन। यो चाहिँ मलाई कहिलेकाहीँ यसो क्यारोकी गरेर बस्नुहुन्छ भनेर मैले किनेको। सो अरू के छ त, यहाँभित्र त्यो माइक्रोफोनमा हाल्ने छ उयोहरू, अनि अक्सको केबल छ तपाईँलाई। यो यस्तो मिक्सरमा जोड्दा पनि भयो, यस्तोमा जोड्दा पनि हुन्छ है ल। अनि रहेको छ सो यो यहाँ जोडेर, यो मिक्सरको यस्तोमा जोड्नु भयो भने चाहिँ, माइक्रोफोन जानेमा जोड्नु भयो भने चाहिँ यहाँबाट लगेको तार चाहिँ यहाँ जोड्नु भयो भने चाहिँ तपाईँले यहाँ यो सिस्टमले कन्ट्रोल गर्नु सक्नुहुन्छ माइक्रोफोनलाई। त्यसो गर्दाखेरि यहाँबाट एकोहरू आउने, तपाईँको साउन्ड बेस बनाउने, ट्रिबल बनाउने सबै गर्दा हुन्छ। 99 त्यो चाहिँ यहाँ थियो, यहाँ छ, जोड्नुपर्छ यहाँ। सो म देखाउँछु कसरी जोड्नुपर्छ। लेट्स गो। अब यो कसरी जोड्ने त, यहाँ डिस्प्ले आउँछ तपाईँको, कन्ट्रोलर पावर बटन। मेरो टेबलमा ठुलो ठाउँ छैन होइन, सो यसलाई म भुइँमा राख्छु, एक एकवटा गर्दै जोड्छु। यो यसो गर्दाखेरि सजिलो हुन्छ है। ओके, सुरुमा मैले जोडेँ यो एन्टिना डन्ठीलाई है। यो भयो, यो पनि भयो होइन। अब म पावर जोड्छु। पावर पनि जोडे, देख्न सक्नुहुन्छ यो लाइट बलेको छ, अन्त अन भएको छ। माइक्रोफोन लिएँ मैले, ब्याट्री रहेन रहेछ। यसलाई एउटा मेल एउटा फिमेल बनाउँदा नि हुन्छ। यो तपाईँको मिक्स आउट माइक्रोफोनको लागि अक्स। सो म यो जोड्छु, यो जोडेँ मैले। हेलो हेलो आइरहेको छ नि साउन्ड होइन। वाउ, यो मैले चाहिँ हेडफोन लगाउनै पर्ने भयो साउन्ड सुन्नको लागि। वाउ, कस्तो दामी साउन्ड आएको है, यस्तो दामी साउन्ड आइरहेको छ यार। हेलो हेलो एको लगाउँदै, हेलो हेलो
एको बिना कस्तो आउँछ वाउ यस्तो दामी साउन्ड आइरहेछ है के भन्छ यो फिनेक्स प्रो यस्तो दामी साउन्ड आउँदो रहेछ हेर्नुहोस् त खै एको लगाउँ हेलो कस्तो दामी एउटा गाना हानिदिउँ न होइन मनमा नै मन पराइसकेछु थाहा छैन मनैमा लुकाइसकेछु अचम्म यो ढोकामा कोही आइसकेछ यो मैले किनेको चाहिँ फिनेक्स प्रो पिटियु -51 अनि 5000 4000 सिरिज यो भन्ने किनेको हो यदि तपाईँले नि यो सर्च गर्नुभयो भने तपाईँले यो एक्ज्याक्ट यो सेम पाउनुहुन्छ यो चाहिँ एकदमै ठिक छ है लाइक त्यो महँगो दाम पनि किन्नु परेन अब सस्तै अब त्यो महँगो भन्दा सस्तैमा अब यतिको राम्रो पाइरहेको छ भने त किन किन्नु तर ठुलो कन्सर्टहरू हो भने लाइक अब धेरै पपुलर सिङ्गरहरू अब खतरा खतरा गर्ने हो भने चाहिँ यसले काम काट्दैन यो राम्रो छैन त्यसको लागि चाहिँ तर सानोतिनो यो बार हुँदै जाँदाखेरि कता कता बिहे हुँदै जाँदाखेरि कता कता अब हुन्छ नि क्याम्पिङहरू गएर हाउसमा त्यहाँ केटाहरू गीत गाउनको लागि चाहिँ दिस वान इज गुड थ्याङ्क यू तपाईँले यो किन्नु सक्नुहुन्छ amazon.com-मा म तपाईँहरूलाई लिङ्क पनि हालिदिन्छु ओके गाइस नमस्ते सी यू अन नेक्स्ट भिडियो